नमस्कार। स्वदेश र विदेशमा रहनुभएका प्रिय दिदीबहिनी तथा दाजुभाइहरू, अहिले हामी यस वर्षका हाम्रा महान चाड पर्वहरू मनाउने क्रममा छौँ। यमपञ्चक सुरु भएको छ। म पूजा नेपाल सम्वतको नयाँ वर्ष 1146 छठ लगायतका पर्व पनि मनाउन गइरहेका छौँ। यी सबै चाडपर्वको अवसरमा हामी यहाँहरू सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। दीपावलीको उज्यालोसँगै आउने यी पर्व हाम्रो जीवनमा आशा, विश्वास र समृद्धिका प्रतीक हुन्। अन्धकारमाथि उज्यालोको, निराशामाथि आशाको र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा हामी यी पर्व मनाउँछौँ। यस वर्ष हामी परिवर्तनको असीम आकाङ्क्षा र नयाँ यात्राको जिम्मेवारी सहित अघि बढिरहेका छौँ। भदौको महान जेन्जी आन्दोलनले हामीमाथि जुन भरोसा र दायित्व सुम्पिएको छ, त्यसको सम्मान गर्दै सरकारले समावेशी, पारदर्शी र उत्तरदायी शासनको मार्ग अवलम्बन गर्ने दृढ प्रतिबद्धता प्रकट गरेको छ। यस बीचमा जेन्जीले चाहेको सुशासन र विकासको आधारशिला तयार गरिने भएको छ। फागुन 21 गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने, सुशासन कायम गर्ने, भ्रष्टाचार विरुद्ध ठोस कदम चाल्ने र जेन्जी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानबिन गर्ने कार्य हाम्रो प्राथमिक जिम्मेवारी हो भन्नेमा हामी प्रष्ट छौँ। 6 महिनाभित्र स्थिर सरकार दिने प्रतिज्ञाका साथ निर्वाचनको वातावरण बनाउन दत्तचित्त भएर लागि परेका छौँ। यस निम्ति राजनीतिक संवाद र सुरक्षा स्थिति सुधारको काम सन्तोषजनक ढङ्गले अघि बढेको छ। कठिन परिस्थितिमा एकबद्धता रहने हाम्रो मौलिक संस्कृति नै हो। तसर्थ कुनै पनि भ्रममा नपरी हामी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट हौँ। शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढौँ। धन्यवाद।